गरेर त्यस्तै कसो गरेर दिन्छ। पहिला सुरुमा 1 हप्तासम्म 10,000 दिन्छ। गर्दाखेरि तपाईँले एकै हप्तामा ठ्याक्कै 1 लाख पोइन्ट भनेको ठ्याक्कै $10 पैसा कमाउनुहुन्छ एक हप्तामा। $10 भनेको नेपाली कति 18 $10 भनेको 16 देखि 1800सम्म हुन्छ होला लगभग। बुझ्नु, त्यति लाइभ मात्र बसेर। त्यसपछि अरू गरेर पनि आएको हुन्छ। अरू त्यहाँभित्र आफूलाई जानुपर्छ। त्यो खेलेर पनि बक्सहरू फुटाउने, अरूमा भिगे खेल्ने, अरू गरेर पनि झन् आएको हुन्छ। अरूलाई इन्भाइट गर्ने गरेर झन् आएको हुन्छ पैसा होइन। मैले हिजो किस्मी दाईको बुढाबुढीको बनाइदिएँ। किस्मी दाईको र मन्दिर आउँछुको। त्यसपछि सुब्दाकी बुहारीको, त्यसपछि एउटी यतै छन्। गर्दाखेरि मैले 5-6 जनाको मैले बनाइदिइसकेँ के। एउटा केटाको पनि बनाइदिएँ, उता मुस्कोतिर केटाको। गर्दाखेरि मैले धेरैजनाको गरिदिनु। सबैले राम्रो गरिदिनु। त्यसपछि तपाईँ पनि खाली बस्नु हो भनेर तपाईँलाई भनेको। हिजो मैले कालीलाई भनिदिएँ। कालीले खै यहाँ बाँदरघाटमा जाने हो कि क्यार्ने हो भन्थ्यो। खै खासै इन्ट्रेस्ट देखाइन त्यसले। तपाईँ खाली हुनुहुन्छ यतिकै भन्दा त्यतैतिर गएर घुम्नु यसो 2 घन्टा। उतातिर बसेर उता मिनिमाइज गरेर तपाईँ टिकटक हेरेर कमेन्ट पाउनुहुन्छ। उता आफ्नो काम भइरहेको हुन्छ, उता पैसा आइरहेको हुन्छ, यता टिकटक पनि हेर्न पाउनुहुन्छ। उता काम भइरहेको हुन्छ, यता मेसेन्जरमा कुरा गर्न पाउनु पनि हुन्छ। मेरो उता काम भइरहेको छ, मैले मेसेन्जरमा तपाईँको कुरा गरिछु। त्यही कुरामा असर गर्दैन। मात्र आफूले म्यानेज गर्नु पर्यो, इन्ट्रेस्ट हुन पर्यो। गर्दाखेरि कति कमाउन् के मान्छेहरूले। त्यस्तै गरेर कमाउन्। नराम्रो बाटोमा लाउनुहुन्न। त्यहाँ हरेक प्रकारका मान्छे आउँछन्। ठुलो ग्रुप हुन्छ क्या त्यहाँ सञ्जाल। सबै त्यही पैसा कमाउन लागेका हुन्छन्। कसैले छिटो कमाउनु खोज्छन्, कसैले इमान्दारीले कमाउनु खोजिहाल्छन्, कसैले ठगेर लुटेर कमाउनु खोजिहाल्छन्। मान्छे चिन्न पर्यो। कुरो आफ्नो टास्क पुरा गर्ने, रिवार्ड उठाउने, अनि राम्रा साथीहरू बनाउने गरेर फलो गर्ने। फलो गरेपछि अरूको बोर्डमा गएर बस्न पाइन्छ। पहिला कुर्सी दिन्छन्। पहिला कुर्सीमा गएर आफ्नो आइडीसितको फोटो हुन्छ। टक्क राखिदिएपछि तपाईँलाई त्यहाँ पोइन्ट आएको हुन्छ। अरूले लक्की हाने भने पनि तपाईँलाई पोइन्ट आएको हुन्छ। पोइन्ट भनेको पैसा हो। पछि डलरमा बनाएर अनि हामीले रुपियाँमा बनाएर बल्ल हामीले नेपाली पैसा बनाउने हो। रुपियाँमा नेपाली पैसा हुन्छ। इन्ट्रेस्ट कति हुनुहुन्छ भन्नु। मेरा नि यहाँ कसको फोन आयो है। अहिले गर्नु होला एकछिन पछि। यहाँ मैले बुझाइदिन्छु। मलाई स्क्रिन सेयर गर्नु त पहिला। राम्रो काम हो है, त्यस्तो गर्नु पर्दैन। मैले पनि यहाँ एकदम लागि परेको सुत्केरी भएर 8-9 महिना कि केटा हुँदाखेरि खोलेकी मैले। त्यसपछि सुत्केरी भएँ। गर्दाखेरि 4 महिनासम्म खोलिनँ। केटाको जुनी कति के हो नि गर्दाखेरि अहिले 3-4 खोलिछु। राम्रै भएछ मेरा। 2 लाख पोइन्ट जति पुग्न लाग्यो। 2 लाख पोइन्ट भनेको अब $20 लगभग।